जोजोलापा नेपाल भाषा लर्निङ युट्युब च्यानल तिम्रा ज मार्फत हजुरहरूलाई मैले नेपाल भाषा सिकाउँदैछु र आजको च्याप्टरमा हामीले कसैलाई अब सन्चै छौ भनेर सोध्नु पर्दाखेरि र कसैले हामीलाई सन्चै छ भनेर सोद्धाखेरि कसरी नेपाल भाषामा रिप्लाई गर्ने भन्ने कुरा म हजुरहरूलाई सिकाउन गइरहेको छु। त सुरु गरौँ। नम्बर 1, सन्चै छौ? म फुला, म फुला। म अर्थात् जु भयो, फुला अर्थात् सन्चै छौ भन्ने बुझिन्छ। नम्बर 2, सन्चै छु, म फु। नेक्स्ट कन्भर्सेसन। अनि तिमीलाई नि? अले, 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 छन् त ले, अले, छन् त ले। मलाई पनि सन्चै छ, जी न म फु, जिन म फु। अब यो खासमा मलाई पनि सन्चै छको ठ्याक्कै ट्रान्सलेसन चाहिँ जितन म फु हुन्छ। तर हामीले अब जितन म फु त भन्दैनौँ, जिन म फु भन्छौँ प्राय। नेक्स्ट, घरमा सबैलाई सन्चै छ? छे, छे, छे मात्र होइन, छे हो। द को सित, 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 दको सित, दको सित, म फु, छे दको सित म फु। अब यो सबैलाई भन्दाखेरि चाहिँ दको सित हो, घरमा छे। त्यस्तै गरी अब रिप्लाई गर्दाखेरि छ अनि तिम्रो घरमा नि? फु, अले, 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 यस्तो गर्दा पनि हुन्छ, अले, अले, यस्तो गर्दा अलि एक्ज्याक्ट हुन्छ। छङ्गु, छङ्गु, छे ले, फु, अले, छङ्गु, छे ले, फु, अले, छङ्गु, छे ले। मेरो घरमा पनि सबै सन्चै छ, जिगु, जिगु, छे न दको सित, म फु, जिगु, छे न दको सित म फु। राम्रो नि? बालाका, बाला, बालाका। र अब यो बाला भन्ने वर्ड चाहिँ नि अब गर्लफ्रेन्डले अथवा मिसेसले म कस्तो छु भनेर सोद्धाखेरि चाहिँ बाला भनेर भन्न सकिन्छ, अथवा अरू कोही केटी मान्छेले अब सोद्धाखेरि बाला भनेर भन्न सकिन्छ। त्यो बाला चाहिँ अब राम्री छ भन्ने हो। अनि के गर्दैछौ? अले, 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 छु याना, या ना, याना, चोनौ, चोनौ, अले छु याना चोनौ। अनि अर्थात् अले, के अर्थात् छु, गर्दैछौ याना चोनौ। यतिकै बसिराखेको, अठे, ठे, अठे, अठे, चोना, चोनौ, अठे, चोना, चोनौ। र कसैले चाहिँ अठे चुन चोनौ पनि भन्छ, चोना चोनौ सट्टा चुन चोनौ पनि भन्छ। यतिकै अर्थात् अठे, बसिराखेको, चोना चोनौ। अनि तिमी नि? अले, अले, छ ले, अले, छ ले। म फिल्म हेरिराखेको, जी प्या ख, ख, प्या ख, सोया, सोया, चोनौ, जी प्या ख, सोया, चोनौ। फिल्म अर्थात् चलचित्र, अब नेपालीमा भन्नुपर्दा प्याख, फिल्म अर्थात् प्याख, हेरिराखेको, सोया, चोनौ। र त्यस्तै गरी अब यो
अब सोद्धाखेरि फिल्म हेरेको बेला मात्र नपढ्न सक्छ, अरू बेला पनि पढ्न सक्छ। अब यसरी रिप्लाई दिन सकिन्छ। यदि लुगा धोइराखेको बेला हो भनेदेखि चाहिँ वस या चोनहौ, वस या चोनहौ। वस अर्थात् लुगा, या अर्थात् धोइ राखेको अर्थात् या चोनहौ। भाँडा माझिराखेको भन्नको लागि पारा, पारा सिला चोनहौ, पारा सिला चोनहौ। भाँडा अर्थात् पारा, माझिराखेको अर्थात् सिला चोनहौ। पढिराखेको भन्नु पर्यो भनेदेखि चाहिँ आँख पोना चोनहौ। आँखा अर्थात् पढिराखेको भन्नलाई आँखा पोना चोनहौ। आँखा अर्थात् आँखाको अर्थ चाहिँ अक्षर हो। र किताब पढिराखेको भन्नको लागि चाहिँ सफु बोना चोनहौ। त्यस्तै गरी बच्चाहरूसँग ठट्टा गरिराखेको भन्नको लागि मस्ते नाप ख्या याना चोनहौ। मस्ते नाप ख्या याना चोनहौ। अब यसमा अरू पनि भन्न सकिन्छ। अब मस्तेको अब आम्बुवा त खासै हुँदैन, अब त्यो त गरिँदैन। अब आम्बुको लागि भन्नु पर्यो भने चाहिँ मा अबु। अब कोही चाहिँ अलिक फ्रेन्डली हुन्छ थोरै। त्यस्तै गरी अब श्रीमतीसँग ठट्टा गरिरहेको भन्नुको लागि भन्नु पर्यो भने कला नाप ख्याएन चुनौ। त्यस्तै गरी अब साथीहरूसँग ठट्टा गरिराखेको भन्नुको लागि पासा पी नाप ख्याएन चुनौ। त्यस्तै गरी अर्को अनि तिमी अनलाइन छैन? अले छ अनलाइन मरुला। अले छ अनलाइन मरुला। त्यस्तै गरी अब अनलाइन आऊ भन्नु पर्यो भने नेपाल भाषामा कोही अब च्याटको लागि फेसबुकतिर कतै अनलाइन आऊ भन्नु पर्यो भने चाहिँ अनलाइन वा अर्थात् आऊ। अब यसमा छैन अर्थात् मरुला हो यो। त्यस्तै गरी तिमी कता भन्नु पर्यो भने छ गन छ अर्थात् तिमी, कता अर्थात् गन। त्यस्तै गरी अब अनि तिमी अनलाइन छैन भनेर कसै सोद्धाखेरि छ भन्नु पर्यो भने चाहिँ छ अर्थात् डु नेपाल भाषामा डु। त्यस्तै गरी मैले देखेन त जी मख अर्थात् अथवा जी मखना पनि भन्न सकिन्छ। मखना जी मख अथवा जी मखना अथवा खै मैले देखेन भन्नको लागि गो जी मखना अथवा जी मखना। देखेन अर्थात् मख। चस्मा लगाएर चस्मा लगाएर हेर न। चस्मा तया सोले। चस्मा तया सोले। यसमा अब लगाएर अर्थात् तया हेर न सोले। चस्मा लगाइराखेको छ। चस्मा लगाइराखेको छ अथवा चस्मा लगाइराखेको छु। चस्मा तया तैगुदु। चस्मा तया तैगुदु। लगाइराखेको अर्थात् तया तैगु। त्यसो भए हरियो साग खान पुगेन नि। ए सा वाङ्गु पा छै पाछै ने मगाट का। ए सा वाङ्गु पाछै ने मगाट का। अब यसमा चाहिँ
त्यसो भए अर्थात् एसा हरियो वाङ्गु साग पाछै खान पुगेन नि ने मगाट का पुगेन मगाट तिमीले मलाई एकचोटि पनि फोन गरेनौ छ मात्र होइन यो छ हो तिमी भयो भने चाहिँ छ हुन्छ तिमीले भयो भने चाहिँ छ हुन्छ छ जित छ क न छकन फोन म या मया छ जित छकन फोन मया अब यसलाई नेचुरल ट्युनमा चाहिँ छ जित छकन फोन मया तिमीले अर्थात् छ मलाई जित एकचोटि छक न एकचोटि पनि छक न एकचोटि भन्दाखेरि चाहिँ छक एकचोटि मात्र भन्नु पर्दा गरेन मया तिमीले गर्छौ होला भनेर कुरिराखेको छ याइ जी तया पिया चो नौ छ याइ जी तया पिया चोनौ छ याइ जी तया पिया चोनौ हो र खला हो ख घरमा बस्दा बस्दा पागल हुन लागे छे चो उे जुई न छे चो उे जुई न छे अर्थात् घर भयो घर मात्र भयो भने छे हुन्छ छे मात्र हुन्छ घरमा भयो भने छे बस्दा बस्दा चो पागल उे हुन लागे जुई न किताब पढ न सफु बोले किताब अर्थात् सफु पढ न बोले अब त्यस्तै गर्नु पर्ला अठे या माली यो आ हो यो चाहिँ अ हो आ र अ हो अ चाहिँ यस्तो गर्दा पनि हुन्छ तर हजुरहरू कन्फ्युज हुनु होला भनेर मैले यस्तो गरेको हो आ हो यो अ हो सिम्पली अब यसरी बुझ्नुहोस् आ अठे या माली आ अठे या माली आ अर्थात् अब त्यस्तै अठे गर्नु पर्ला या माली म पनि त्यस्तै गर्छु जी न अठे याना जी न अठे याना म अर्थात् जी म पनि अर्थात् जी न त्यस्तै अठे गर्छु याना अब म पनि त्यस्तै गर्नु पर्ला अब यसमा चाहिँ नि म पनि थपेर पनि भन्न सकिन्छ अब म पनि त्यस्तै गर्नु पर्ला भन्दाखेरि चाहिँ आ जी न अठे या माली बी हुन्छ जु ल फोन राखे है राम्रोसँग बस का फोन ते नि बालाक चो का फोन ते नि बालाक चो ल अर्थात् का राखे है ते नि राम्रोसँग बस बालाक राम्रोसँग बालाक बस चो हुन्छ तिमी पनि राम्रोसँग बस ज्यू छ न बा मात्र होइन यो बा हो
लाक लाक बालाक चो ज्यू छ न बालाक चो हुन्छ ज्यू तिमी छ तिमी पनि छ न राम्रोसँग बालाक बस चो यो चाहिँ माथिकै सेम भयो र आजको लागि यति नै मन परे लाइक शेयर सब्स्क्राइब गर्नुहोला र मन नपरेदेखि कमी कमजोरीहरू कमेन्ट गर्न सक्नुहुन्छ थ्यांक यू शुभ